के बिचोकोला आँखाहरू पनि छोपेर भगवान् आँखा देख्दैछ किन बोकेको खासै यत्रो अनि कोका बोकेको बोके गर्दा मर्दैन बिचरा मैला खान्छ भनेर बोकेको खाओस् न त अनि तिम्रो कक काटी काटी गरेर खाऊँ ल किन यो सेतोपट्टि त काटेर खानुपर्छ मिठो हुन्छ हो हो अब दिदीले खान्छ उयो रातो मन पर्दैन नि यो त्यो बोक न त अनि त्यो सेतोलाई छोडिदेऊ बोक्नु पनि सकेको पनि छैन प्रथममा यसलाई काटेर खानुपर्छ अब ढुङ्गाले हान्छ बरु नदिने बोक भुइँमा छोडिदेऊ किन मैलालाई खान्छ कति कराएको यो बाख्राहरू चाहिँ ए घाँस मागेको अम्मै मलाई त के थाहा त नि अब म घाँस हालिदिन्छु ओके म्यालाई त्यहाँ राख्नुपर्छ त्यहाँ राख्यो भने चाहिँ मैला हुँदैन ए के थाहा त अब